अनि मन्दिरको कसरी हाम्रो नेपाली टिमहरूलाई ह्यान्डल गरिरहेको छ कस्तो छ अब कस्तो नेपालीहरूलाई केही सुविधा असुविधाहरू के कस्तो व्यवस्था मिलाइएको छ सबै सुविधा छ सबै सुविधा सिक्सिक सबै हो जाँडसार सबै छ खाने कुरा छोडिदिनु लेग पिस पुरा पाइरहेको खानेकुरा सेलेरी टाइममा दिइरहेछ सेलरी त यहाँ महिना खलास भयो 1 तारिकको सेलरी पाउँछ धेरै टाइम लाग्दैन अहिले कम्पनी पनि राम्रो छ कमै राम्रो पिसो दिने मासु ल्याएर दिने यहाँ हल्ला त आइरहेछ मन्दिर नेपाली भाइदेखि सेलेरी टाइममा आइरहेको छैन अरे भन्ने हल्ला आइरहेछ के हो खास कुरा केटाहरू त यस्तो कुरा गर्छ न फेरि त न सेल भनेपछि फेरि कहाँ कम्पनी बर्बाद हुन्छ ल सेलरी त टाइममा दिइहाल्छ कम्पनीको सपोर्टमा बोलिरहेको कि नेपालीको सपोर्टमा बोलेको नेपालीको सपोर्टमा बोलिरहेको टाइममा सेलरी दिएर अहिले हेर्नु सेलरी दिएर सबैको दियो भन्नु सर अब भन्नुभयो सेलेरी टाइममा तपाईँको गुनासो कस के छ यसमा 2 शब्द राख्नुहोस् हाम्रो मन्दिर धेरै नै मिया छ जोस् अब कामदारलाई भन्दा नि गोजी चाहिँ पहिला अब मुदिरले नै भर्छन् अब त भ्रष्टाचार गर्नुभयो नि सर यसमा यहाँ पुरा त्यसरी अहिले त भ्रष्टाचार किन हुन्छ किन नेतालाई या ठेकेदारलाई यस्तो कुरा हो पहिले लेबरको खाना खाने तब त लेबरदारको यस्तो कुरा गर्छ पहिला त जनता त खाँदैन पहिला नेता खायो तब जनतालाई दिनु पर्यो यसो त हाम्रो यस्तो मुदिरको कुरा हो मुदिर पहिला पैकेट फिल गर्यो बादमा केटाहरूलाई सेलेरी यसो त जनताहरू साधारण जनताहरू मर्यो नि हजुर जनताहरू त मर्दैन जनताहरू खाना पाइहाल्छ जे खाएपछि मलाई चाहिँ भनिहाल्छ म त दिइहाल्छु नि सबै तपाईँले दिइरहनु भएको छ पैसा दिइहाल्छु जे मागेपछि 20-50 अब हजुरको 2 शब्द राख्नुहोस् किन नदिनु त दिनमा चाहिँ जे होस् अब 20-30 रुपियाँ चाहिँ पहिला आफ्नो गोजी भर्छ मुदिर भन्दा नि उही अब मुदिरै होला जस्तो छ भने हजुरहरूलाई त्यसबाट केही छैन फाइदा हामीलाई फाइदा हो नि अब तपाईँले उहाँलाई जे भरे बापत उहाँलाई केही पैसा दिइरहनु भएको छ मलाई त 30 रुपियाँ आएपछि त म त 20 रुपियाँ त दिइहाल्यो केटाहरूलाई मात्र फाइदा उहाँले लिने भनेको 10 रियाल 10 रुपियाँ हैन 10 मा राखेर जनताहरूलाई दिइहाल्नु जनताहरूलाई 20 रुपियाँ तपाईँ राख्नुहुन्छ हैन 10 रुपियाँ तपाईँ राख्नुहुन्छ 10 मा म आफ्नो पल खर्च राख्ने बाँकी केटाहरूलाई दिने भने तपाईँको अनुहार हेर्दा छ अलि नेसनल अवस्था आयो तपाईँ 2 शब्द राख्नु तपाईँको कस्तो छ कम्पनीको फेसिलिटीहरू के के छ निने पुग्दैन होला भन्नुहोस् तपाईँ लजाउने कुरै छैन यसमा तपाईँको 2 शब्द राख्नुहोस् न मलाई लगभग ठिकै छ भन्नु ठिकै छ सेलेरी टाइममा आइरहेछ काम त राम्रै चलिरहेछ उहाँको मेन पावरले भने जतिको बढी सुविधा दिए भनेको सुविधा पाइरहनु भएको छ दिन मिल्दैन यो कुरामा ठिकै छ भनौँ मेन पावर जुन काम भनेर पठाएको तपाईँलाई त्यो काम पाउनु भएको छ त्यो काम पाइएको छ हजुर तर भनेको बेला सेलेरी थोरै भनेर पढाएको तर थोरै धेरै भएको छ त्यति मात्रै हो भनेपछि उसले थोरै भने चाहिँ तपाईँलाई धेरै पाउनु त्यसो तपाईँ पाउनु भयो अनि तपाईँको ड्युटी चाहिँ चाहिँ अब त्यस्तै हो केही गुनासो छ भने हाम्रो मोदीलाई भन्नुहोस् मोदी 2 शब्द थोरै ड्युटी धेरै छ मैले भन्नु पर्दाखेरि चाहिँ अब फेरि अलिकति हैन भन्नुहोस् हजुरको लागि जिज्ञासा राख्नुहोस् भन्नु यत्रो नेपालीको एकजना लिडर भएपछि लिडरले शेयर गर्नुपर्ने हो नि त हैन अब टोयलेटमा पानी छैन टोयलेटमा ढोका छैन नुहाउने बाथरुम छैन किचन छैन सादा त्यस्तो हो हैन भर्खर सुरु गर्यो कम्पनी नयाँ भर्खर 1 महिना टोयलेटमा बाथरुम छैन भन्ने गुनासो अहिले कहाँ सबै राम्रो हुन्छ अहिले बेस्तारै पर्छ न आगे 2-3 महिना सकेपछि फेरि राम्रो सबै हुन्छ सबै टोयलेट सबै हेल्प मिल्छ सबै मिल्छ हैन कति महिना भित्र बन्छ त्यो काम सबै हो त अहिले 2-3 महिना भित्रमा हुन्छ किन त अहिले त सुरुबाट गरिरहेको 2-3 महिना भित्र बढेन भने त्यो काम हामीलाई गर्न सक्नुहुनेछ हैन हामीलाई उहाँलाई गर्नुपर्ने नेपाल सरकारबाट कानुन बमोजिम अलिकति जनताको ह्यान्डल गर्ने पद पाएपछि अलिकति थोरै हैन त्यो समस्या कता बिल्कुल छ यो भाइ मिलाउनु पर्यो सजोत त हो रहेको अब के चाहियो जनताको टोयलेट पाइरहेको टोयलेट हुनु किचन छ ढोका मात्र छैन पर्दा लगाएर मजाले न्याउने सुहाउने गर्ने खाने कम्पनीमा काम गर्ने अब ए भन्दा राम्रो कम्पनी के हो विदेशमा आएर पनि पर्दा लगाएर टोयलेट गर्छ त अहिले सुरु भएर के यहाँ त साउदीमा थाहै छैन अहिले सुरुवातमा कुछ पाउँदैन मात्र बिस्तारै खिचवाडी भन्नुभएको छ बिस्तारै पाउँछ तपाईँहरूले पाउनुपर्ने सुविधा सबै पाउनुहुन्छ भन्ने आशा राख्छु पाउनु चाहिँ पर्यो भने सेलेरी त तपाईँहरूले सबै टाइममा पाउनु भएको छ हैन
छैन यस्तो हो अब सेलेरी छैन भन्ने कुरा आएको छ। सेलेरी कहाँ पाउँछ अहिले 1 महिना सक्यो फेरि अर्को 20 तारिक 25 तारिक सेलेरी पाइहाल्छ 2 महिनामा सेलेरी आउँछ। अहिले तिम्रो थाहा छ सौदीको नियममा 3 महिना राख्नुपर्छ सेलेरी तब एकचोटि पाउनुपर्छ केटाहरू यस्तो त काहीँ नियमै छैन। अहिले हेर्नु सौदीमा नेपालमा गएर कुरा गर्नु 3 महिना भन्छ मेन पावर 2-3 महिना सेलेरी पाउँदैन केटाहरू बेस्टार खानासाना पाउँछ महिनाको 200 दिन्छ खानेको लागि अनि बेस्टार 2-3 महिना बित्यो आँखामा बन्यो बादमा सबै सेलेरी पाउँछ। उहाँहरूको समस्या ल्याउनु भएको होइन उहाँहरूलाई महिनाको हुनसक्छ उहाँहरू ब्याङ्कको किस्त तिर्ने हो किस्ता तिरेको हामीहरू जिम्मा लिएर आएको यहाँ त 2-3 महिना पैसा महिना काम गरिसके सेलेरी त दिनु पर्यो नि सर। अहिले हेर्नु उसो आँखामा बनाउनेको लागि 10 रुपियाँ यस्तो पनि खतम हुन्छ 10 रुपियाँ 10,000 यहाँ सौदीको रियाल कसले भने 10,000 तपाईँलाई खर्च हुन्छ? अब हेर्नु काप्ला आँखामा हुनु पर्दैन पासपोर्ट हो आएर सिधै यस्तो काम हुन्छ तपाईँलाई थाहा रहेछ यो विषय मग 10,000 लाग्दैन सर। अदालत भिजा होइन नि सर उहाँ डेढ आएको यहाँ छ अदालत भिजा फेरि खाना दिनु पर्यो 200 फेरि आँखामा बनाउनु पर्यो 3 महिनाको सेलेरी उसको रोकेर 4 महिना सुरु हुन्छ न त 1 तारिकको सेलेरी पाउँछ। हजुरलाई के गुनासो सर? होइन मलाई गुनासो धेरै छ। हजुर भन्नुहोस्। अब बढे यो कुरो सबैले आफ्नो आफ्नो गुनासो गर्न थाल्यो बद्ने भयो उज्यालो। ल स्टेप बाई स्टेप सबैजनाले आफ्नो प्रतिक्रियाहरू राखिरहनु भएको छ है। यता हाम्रो सोल्टीको के छ उहाँको राय सल्लाह सुझाव होइन? त्यसलाई सोच्नु गाडीको मुदिल छ लोकेसनको मेरो त त्यस्तै हो सुखा दुखा चलिरहेको उहाँहरूको भन्दा नि तपाईँले जिम्मेवारी त मेन तपाईँको हो नि त सर। ल अब यहाँ लोकेसनमा सूचीमा म कहाँबाट लिने ए खुद मुदिर हो नेपाली आइस ओहो ल उहाँलाई पनि स्वागतम ल आमा ल छोड्छु यो माइक राख्नु सर अब मेरो इन्ट्रेस्ट मकालाई दिनु मकाललाई आमा यतिखेर अनि हिँड्दा टाढा रहेछ नि त त्यो हो ल बसिहालौँ ल। सालो खोइ त सालो के हो पुरा के छ यार कस्तो इन्टरभ्यु भइरहेको थियो हिँड्दा ल बस्नु खुरमुरु खानु ल बस बस खाना खानु चिसो खाऊ न यहाँ बसौँ यता यता बसौँ न। अनि यात्रा कस्तो भयो तपाईँको बब्बालाई? 6 बजे हिँडेको ठ्याक्कै अहिले त्यसलाई कति बज्यो भनेपछि घडी चले छैन होइन अब आफै विचार गर्नुहोस्।